सम्पूर्ण साथीहरुमा नमस्कार। आज म मंसिर 3 गते गोरखापत्रमा प्रकाशित समसामयिक वस्तुगत प्रश्न उत्तर लिएर उपस्थित भइसकेको छु र सुरु गरौं। प्रश्न नम्बर 1 मा रहेको छ, नेपाल प्रिमियर लिग एनपीएल को दोस्रो संस्करण कहिलेबाट सुरु भएको हो? विक्रम सम्वत 2082 मंसिर 1 गतेबाट। र यसैगरी 2 नम्बरमा छ, राष्ट्रिय कर दिवस 2082 को अवसरमा सबैभन्दा बढी आयकर तिरी सम्मानित हुने संस्था कुन हो? उत्तर रहेको छ नेपाल दूरसञ्चार प्राधिकरण। यसैगरी 3 नम्बरमा छ, आन्तरिक राजस्व विभागले केन्द्रीय बीजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो? उत्तर रहेको छ विक्रम सम्वत 2074 मंसिर 1 गते। 4 नम्बरमा छ, विवाहित महिलाहरूको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको विशेष नेपाल वर्ल्ड 2025 को उपाधि जित्ने प्रतिभा को हुन्? उत्तर रहेको छ रक्षा पन्त। 5 नम्बरमा छ, नेपालमा राष्ट्रिय आर्टिफिशियल इन्टेलिजेन्स एआई केन्द्रको स्थापना कहिले भएको हो? उत्तर रहेको छ 2082 कार्तिक 24 गते। यसैगरी 6 नम्बरमा छ, इमानदार भयो भने तिमीले धेरै साथी बनाउन नसकौला, तर जति बनाउँछौ साँचो साथी मात्र बनाउँछौ भन्ने व्यक्तित्व को हुन्? उत्तर रहेको छ जोन लेनन। 7 नम्बरमा छ, व्यथित साहित्य सम्मान 2082 कसलाई प्रदान गरियो? उत्तर रहेको छ डाक्टर तुलसी प्रसाद भट्टराई। 8 नम्बरमा छ, दृष्टिविहीन महिला टी20 विश्वकप प्रतियोगिताको आयोजक राष्ट्र कुन हो? उत्तर रहेको छ भारत र श्रीलङ्का। 9 नम्बरमा छ, 22औं अन्तर्राष्ट्रिय कर सम्मेलनका लागि तय गरिएको मिति कुन हो? उत्तर रहेको छ विक्रम सम्वत 2082 मंसिर 2 गतेदेखि 5 गतेसम्म। 10 नम्बरमा छ, इन्डोनेसिया सरकारले राष्ट्रिय नायकको रूपमा उपाधि कसलाई प्रदान गर्यो? उत्तर रहेको छ पूर्व राष्ट्रपति सुहार्तो। यसैगरी 11 नम्बरमा छ, सगरमाथाको सबैभन्दा धेरै पटक आरोहण गर्ने गैर शेर्पा आरोही को हुन्? उत्तर रहेको छ बेलायतका केन्टन कुल। 51 वर्षीय बेलायती पर्वतारोही केन्टन कुलले सन् 2025 मे 18 मा 19औं पटक सगरमाथाको सफल आरोहण गरेका थिए। 12 नम्बरमा छ, नेपालका तर्फबाट आणविक ऊर्जा सम्बन्धी कन्ट्री प्रोग्राम फ्रेमवर्क सीपीएफ मा कहिले हस्ताक्षर भएको हो? उत्तर रहेको छ सन् 2022 सेप्टेम्बर 27। 13 नम्बरमा छ, एसियाली विकास बैंक एडीबी ले नेपालका लागि अघि सारेको नयाँ कन्ट्री पार्टनरशिप स्ट्राटेजीको अवधि कुन हो? उत्तर रहेको छ 2025 देखि 2029 सम्म। 14 नम्बरमा छ, गोपाल प्रसाद रिमाल पुरस्कार 2082 बाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ? उत्तर रहेको छ कवि मन्जुल अर्थात् मेघराज शर्मा नेपाल। 15 नम्बरमा छ, मध्य प्रदेशको सदरमुकाम जनकपुरमा प्रथम पटक शिक्षा सम्मेलन कहिले सम्पन्न भएको हो? उत्तर रहेको छ विक्रम सम्वत 2082 असार 10 र 11 गते। 16 नम्बरमा छ, विश्वका 8000 मिटर भन्दा अग्ला सबै 14 हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला को हुन्? उत्तर रहेको छ दावा याङजुम शेर्पा। यसैगरी 17 नम्बरमा छ, एकल साहसिक यात्रा सोलो एडभेन्चर ट्राभल गन्तव्यको सूची 2025 मा नेपाल कतिऔं स्थानमा परेको छ? उत्तर रहेको छ 7औं। 18 नम्बरमा छ, प्रकृति मैत्री देशको सूचीमा विश्वकै पहिलो स्थानमा पर्न सफल राष्ट्र कुन हो? नेपाल। 19 नम्बरमा छ, 17औं ब्रिक्स शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? उत्तर रहेको छ सन् 2025 जुलाई 5 देखि 6 जुन रियो डी जेनेरियो ब्राजिलको सहरमा भएको थियो। यसैगरी आजको अन्तिम प्रश्न, बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय कहिले सुनाएको हो? उत्तर रहेको छ 2025 नोभेम्बर 17। हवस् त साथीहरु, आजलाई यति नै। बाँकी अर्को बुधबार हामी भेट्ने नै छौं। त्यतिखेरसम्मको लागि हजुरको बाँकी समय स्वस्थ रहोस्, व्यस्त रहोस्। बाई बाई।